नमस्कार। जब पनि ठुलै खेलहरू भइरहेका हुन्छन् त्यतिबेला हामीले म्याच फिक्सिङका कुरा एकदमै धेरै सुनेका हुन्छौँ, चाहे त्यो फुटबलमा होस्, क्रिकेटमा होस् वा अन्य खेलहरूमा होस्। यसै सन्दर्भमा एनपीएल सिजन 2 भर्खरै सुरु भएको छ र सुरु हुँदा बित्तिकै हामीले म्याच फिक्सिङका कुरा सुन्दै आएका छौँ। सो नेपालको कानुनले के भन्छ त? कुनै पनि खेलाडीले विदेशमा वा नेपालमा नेपालको प्रतिनिधित्व गरेर खेल्दैछ भने त्यस्तो कुनै खेलाडी वा खेलाडीको समूहले कुनै पनि खेलको स्वाभाविक परिणाम विपरीत हुने गरी कुनै कार्य गर्छ, त्यो पनि मिलेमत्तोमा प्रलोभनमा परेर वा कसैलाई बाजी जिताउन वा हराउनको लागि त्यस्तो कार्य गर्न पाइँदैन। र यदि त्यस्तो कार्य गर्छ भने त्यो कार्यलाई राष्ट्रिय हित विपरीतको कार्य भनिन्छ, यानि कि राष्ट्र विरुद्धको कसुर मानिन्छ। यस्तो कार्य गर्ने व्यक्तिलाई 3 वर्षसम्म कैद सजाय र 30,000 रुपैयाँसम्म जरिवानाको व्यवस्था नेपालको कानुनले गरेको छ। र यति मात्र नभएर यदि यस्तो कार्य गर्ने क्रममा लेनदेन भइसकेको छ भने त्यो लेनदेन भएको रकम पनि जफत गरिन्छ। र यस्तो कार्य कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले गराएको वा गरेको छ भने त्यस्तो व्यक्तिलाई थप 3 वर्ष, अर्को थप 3 वर्ष कैद सजाय पनि हुन्छ। र कसैले चाहिँ निर्देशन मात्र दिएको छ, उक्साएको छ भने त्यस्तो व्यक्तिले पनि सो कार्य गरेको छ र सजाय हुन्छ।